रोजगारी तथा सम्भावनाको कुरा गर्नेछौँ। प्लेसमेन्ट एन्ड स्कोप अपर्च्युनिटीको कुरा गर्नेछौँ। बीबीए सकेपछि विद्यार्थीहरूले विभिन्न क्षेत्रमा काम पाउन सक्छन्। जस्तै बिजनेस कन्सल्टेन्ट बन्न सक्छन्, स्टक मार्केट ब्रोकर बन्न सक्छन् वा स्टक मार्केट एनालाइजर बन्न सक्छन्, ब्याङ्क्स वा फाइनेन्सियल इन्स्टिट्युसनहरूमा काम गर्न सक्छन्, ब्याङ्क म्यानेजर बन्न सक्छन्, कर्पोरेट सेक्टर, एचआर, मार्केटिङ, फाइनेन्स, सेल्स म्यान भएर चाहिँ आफ्नो क्यारियर बनाउन सकिन्छ। एन्टरप्रेन्योरशिप व्यापारी बन्न सक्छन्, एउटा चाहिँ बिजनेस लिडर बन्न सक्छन्, बिजनेस कोच बन्न सक्छन् वा आफ्नै स्टार्टअप बन्न सक्छन्, आफ्नै बिजनेस चाहिँ स्टार्टअप गर्न सक्छन्। त्यसपछि चाहिँ एनजिओ र डेभलपमेन्ट प्रोजेक्ट्सहरूमा काम गर्न सक्छन्, कन्सल्टेन्सी र इन्टरनेसनल बिजनेस फर्म्सहरूमा काम गर्न सक्छन् वा विभिन्न कलेज स्कुलहरूमा चाहिँ एज अ एकाउन्टेन्ट वा एज अ रिसेप्सनिस्ट काम गर्न सक्छन्। नेपालमै मात्र होइन, बीबीए पढेका विद्यार्थीहरूको माग विदेशमा पनि निकै नै राम्रो रहेको छ। अब हामी चाहिँ बीबीए पढिसके पछाडि के गर्ने, थप अध्ययन के गर्न सकिन्छ, फर्दर स्टडी चाहिँ के पढ्न सकिन्छ। बीबीए सकेपछि विद्यार्थीहरूले एमबीए गर्न सक्छन्, मास्टर अफ बिजनेस एडमिनिस्ट्रेसन पढ्न सक्छन्, एमबीएस पढ्न सक्छन्, मास्टर अफ स्टडिज पढ्न सक्छन्, मास्टर इन इकोनोमिक्स, फाइनेन्स, मार्केटिङ और एचआर पढ्न सक्छन्। विदेशमा पोस्ट ग्रेजुएट स्टडी र रिसर्च गर्ने अवसर पनि प्रशस्त हुन्छन्। अब हामी भिडियोको अन्त्यमा आइसकेका छौँ। समग्रमा भन्नुपर्दा बीबीए ब्याचलर अफ एडमिनिस्ट्रेसन आजको समयमा सबैभन्दा लोकप्रिय र व्यावहारिक म्यानेजमेन्ट कोर्समध्ये एक हो। म्यानेजमेन्ट सेक्टर, ब्याङ्किङ, एन्टरप्रेन्योरशिप वा इन्टरनेसनल बिजनेसमा करियर बनाउन चाहनको लागि चाहिँ बीबीए उत्कृष्ट विकल्प हो। यदि यो भिडियो जानकारीमूलक लाग्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। तपाईँ कुन युनिभर्सिटी वा कलेज रोज्ने सोचमा हुनुहुन्छ तल कमेन्टमा लेख्नुहोला र टियु नोटिस युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला।